स्थितिमा केही फरक भएन। 20 वर्षको उमेरमा म विधवा भएँ। विधवा भन्दा मान्छेले कतिले मलाई कतिसम्म भने अनगिन्ती शब्द प्रहार गरे, ती समाज, ती गाउँले, ती आफन्त सबैजनाले। तर हेर, जिन्दगीले कहिले पनि हार खाएन। श्रीमानले मलाई छोडेर गए पनि, दैवले मलाई विधवा बनाए पनि म समाजबाट म विधवा हो भनेर मैले कहिले पनि महसुस नपाओस् भन्ने मेरो चाहना थियो। तर समाजले पनि मलाई विधवा बनायो। समाजको अगाडि म विधवा भए पनि तर मेरो मनबाट म कहिले विधवा भएन। तर हाम्रो नेवार समुदायको यथार्थ कथाले पनि होला। नेवार समुदायको श्रीमान बित्यो पनि बेल फुटेको हुँदैन। सूर्यसँग विवाह गरेको हुन्छ, बेलसँग